यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुत स्तुनुवन्ति दिव्यैस्तवै वेदै साङ्ग पदक्रमोपनिषदै गायन्ति यम सामगा ध्यानास्पस्ति तद्गतेन मनसा पश्यन्ति यम योगिनो यस्यान्तं न विदो सुरासुरगणा देवाय तस्मै नमः। श्रीमचन्दन चर्चितोज्जलवपो शुक्लम्बरा मल्लिका मालालङ्कृत कुण्डला परविलास मुक्ता बलि शोभिता सर्वज्ञान निदान पुस्तकधरे रुद्राक्ष मालाधरे वाग्देवी वदना बुझे वसतु मे त्रैलोक्य माता चिरम मूकं करोति वाचालं पङ्गु लघ्यते गिरिं यत्कृपा तमहं वन्दे परमानन्द माधवम्। नमो भगवते तस्मै व्यासास्य मित तेजसे यस्य प्रसादाख्यामि नारायण कथामिमां नारायणं नमस्कृतं नरं चैव नरोत्तमं देवी सरस्वती व्यासं ततो जयत मुदीरयेत्। बोलिए श्री स्वस्तानी भगवती को जय हो। पञ्चमोध्याय हरि हरि हरे हरे कुमारजी आज्ञा गरून्छ अगस्त्य मुनि। दक्ष प्रजापतिले 33 कोटी कन्या 33 कोटी देवतालाई दान दिई सबैलाई ज्वाइँ बनाई आनन्दले रहे। हे अगस्त्य मुनि, सती देवीलाई श्री महादेवले विवाह गर्नुभएको कुरा कहिसके, अब के सुन्नको इच्छा छ भन, म भन्दछु भनी कुमारले भन्दा अगस्त्य मुनि बिन्ती गर्दछन्, हे कुमारजी, त्रिपुरासुरले कसको तपस्या गर्यो, श्री महादेवले त्यसलाई कसरी भस्म गर्नुभयो, त्यो सब मलाई आज्ञा गर्नुहोस् भन्दा कुमार आज्ञा गर्नुहुन्छ मुनिवर। अघि जब भगवान विष्णुले हिरण्यकश्यपलाई मार्नुभयो तब सम्पूर्ण दैत्य साह्रै दुखी भई पीर मान्न लागे। अनि मय नामक दैत्यले बडो पीर गरी मनमा विचार गर्न लाग्यो। कामदेव नहुँदा जस्ती रति थिइन् त्यस्तै त्यो दैत्यको राजा मय पनि भयो। अनि मनमा के सुर चढ्यो र अरू दुई दैत्य तारकाक्ष र विद्युत प्रभा नाउँ गरेका आफ्ना साथीका साथमा त्यो मय अघोरको तपस्या गर्न लाग्यो। ती दैत्य माघ पुषको टिप्पा लिने जाडोभरि हिमालयमा गई बस्दथे। जेठ वैशाखको टन्टलापुर घाममा पञ्चाग्नि तापी तपस्या गर्दथे। मुसलधारे पानीमा बिना छप्पर चौरमा बसी तपस्या गर्दथे। यस्तै तरहले तपस्या गर्दा गर्दा तिनीहरूले दिव्य 10,000 वर्ष बिताए। ती दैत्यका जिउमा केवल छाला र हाड मात्र बाँकी रह्यो। फेरि ठुलो सुखदेखि पनि ठगिए, तै पनि तिनीहरूले सूर्य समान तेजस्वी देखिन लागे र तिनका तपस्यादेखि ब्रह्माजी प्रत्यक्ष भएर भन्न लाग्नुभयो, हे दैत्य हो, तिमीहरू दैत्यमा श्रेष्ठ छौ। तिमीहरूको तपस्यादेखि बहुतै खुसी भएँ। अब तिमीहरूको मनमा जे इच्छा छ त्यो वर माग म दिन्छु। यस्तो सुनेर तिनीहरूले ब्रह्माजीलाई साष्टाङ्ग दण्डवत प्रणाम गरी खाली घुँडाले मात्र भूमिमा टेकी हात जोडी बिन्ती गरे, हे ब्रह्माजी, हजुर हामीदेखि प्रसन्न हुनुहुन्छ भने हामीलाई अवधत्व कसैले मार्न नसक्ने वरदान दिनुहोस्। हाम्रो बल पराक्रम पनि ठुलो होस्। फेरि विमान समान जुन म सुन्दर सहर बनाउने छु, त्यसमा मानिसहरू जान नसकुन्। 3वटा पुरा सहर बनाउने छु, त्यसमा मानिसहरू जान नसकुन्। कसै गरे पनि हाम्रो मृत्यु नहोस्। हामी ठुला बलवान पराक्रमी हौ, यस्तो वर दिनुहोस्। यसरी वरदान मागेको सुनि ब्रह्माजी आज्ञा गर्नुहुन्छ, हे दानव श्रेष्ठ, त्यस्तो अवधत्व कसैले मार्न नसक्ने वर दिन म सक्दिन। कसै गरे पनि नमर्ने वर छोडी अर्को वर माग, म दिन सक्छु, त्यसमा फरक नमान। यसरी ब्रह्माजीबाट आज्ञा भएको सुनि मय दैत्य फेरि भन्दछन्, हे प्रभु, अघि मैले बिन्ती गरे जति सबै कुरा सब हौस्। मृत्युको हकलाई ती मैले बनाएका पुरा 3वटा एकै ठाउँमा रहने छैनन्। जब 10,000 वर्ष पुरा होला तब ती 3 पुरा आधा निमेष भर मात्र एकै ठाउँमा जोडिउन्। त्यस आधा निमेष भित्रमा एक बाणले ती 3 पुरालाई जो नाश गर्न सक्दछ, त्यही बिरामीलाई मार्नमा सामर्थ्य होस्। त्यस मयको यस्तो वचन सुनि तथास्तु, जस्तो भन्यौ त्यस्तै होस् भनी ब्रह्माजी सत्यलोक जानुभयो। अनि त्यस मय दानवले पनि जगतको नाश गर्नका निमित्त आदि कल्पमा 3 पुरा रच्यो। ती 3 पुरमा पहिलो पुरा चाहिँ फलामको, दोस्रो चाँदीको, तेस्रो सुनको बनायो। 3 पुरा टह टह जुन लाग्नाले अति शीतल थिए। ठाउँ ठाउँमा रङ्ग बिरङ्गका आँखी झ्यालहरू बनेका, घरका अटालीहरू पनि अग्ला अग्ला, आँगनहरू पनि कुदेका, राम्रा सलक्क परेका, ढुङ्गा छापिएका, ठाउँ ठाउँमा सुवर्णले मढेका, सुन्दर र पुरा द्वारहरू पनि तयार गरिएका, मोती पन्ना मणिहरू ठाउँ ठाउँमा जडिएका,
बिजुलीको झलक जस्ता रत्नहरू चारैतिर फैलिएका, हिरा मोती मुगाहरू जडेका, सिरसिर हावा चल्नाले फरफराएका पताकाहरूले झकिझकाउ घरका लहरहरू पनि रत्नहरूको जडीजडाउले झिलमिलिएका, सडकहरू पनि सिँगारी अति राम्रा तयार गरिएका, घरहरूमा थरीथरीका पताका र ध्वजाहरूले सजाइएका ती 3 विमान रूप पुरा बनायो। लाखौं अनमोल रत्नहरू जडेका हजारौं बगैँचा बनाए, लहलहाउँदा सबै बिरुवाहरूमा सबै ऋतुका फल र फुलहरू लटरम्म भएका उत्पन्न गरायो। तलाउ पनि हजारौं थरीका कमलहरूका फुलले भरिएको गरायो। यसरी ती त्रिपुर दैत्यहरूका घर झकिझकाउ भएका तयार भए। फेरि तरह तरहका मयूर आदि सुन्दर पंक्षी गणले शोभित भएको र पुरुषहरूको नखक्षतः नङको घाउले जसका गोलस्थनमा खुर्पे चाँदको जस्तो घाउ लागेको, बारुणी मदिराले लाल आँखा भइरहेका, लाजमानी मुसुक्क हाँस्दा फुल वर्षा हुने यस्ता सुन्दरी स्त्रीहरूले व्याप्त भएको त्यो त्रिपुर सहर अति मनोहर देखिन लाग्यो। यस्ता 3 पुरमा जो फलामको पुर मैले बनाएको थियो त्यो तारक नामको दैत्यलाई दियो। फेरि अर्को जो चाँदीले बनाएको पुर थियो त्यो विद्युत प्रभा नामको दैत्यलाई दियो। जो सुवर्णले बनेको अति उत्तम पुर थियो त्यो राजा मै आफैलाई राख्यो। अनि त्यो त्रिपुर दैत्यपतिका मन्त्रीहरूले शोभायमान भयो। त्यो दैत्य राजा पनि आफ्ना सबै शत्रुहरूका सेनालाई जिती ब्राह्मण वर्ग र भृत्य वर्गले सहित भई स्त्रीहरूका साथ रहँदा तरह तरहका सुख पाउन लाग्यो। तिनै लोकको आनन्द लुटेर खुब गमकँदै सम्पूर्ण देवताहरूलाई जिती ल्याउँ भनी उनीहरूलाई मार्न लागे। उनका बगैँचाहरूका वृक्ष बिरुवाहरू जरै समेत उखेल्न लगाई लिआए। यस्ता तरहले देवताहरूलाई दुःख दिँदा दिँदा धेरै काल बित्यो। तब तिनीहरूसँग इन्द्रादि देवताहरू खुब रिसाएर ब्रह्माजी कहाँ गए ती दैत्यहरूको सम्पूर्ण उपद्रवको विस्तार गरे। तब ब्रह्माजीले सब देवताहरूलाई शान्त गराई आज्ञा गर्नुभयो। हे देवता हो, त्रिपुरासुर दैत्यलाई बडा बलवान छन्, तिमीहरू तिनको नाश गर्न सक्दैनौ। तस्मात नारायण आदि हामी सब देवता महादेवका शरणमा जाउँ। उनै महादेव हाम्रा गति छन्। उनै महादेव हामीहरूका शत्रु दैत्यहरूको नाश गरिदिनेछन्। यस्तो ब्रह्माजीको आज्ञा सुनि अवश्य भनी सूर्य इन्द्र वायु अग्नि आदि सबैले ब्रह्माजीलाई साथ लिई कैलाश गएर महादेवको दर्शन गरी अनेक तरहसँग स्तुति गर्न लागे। हे त्रिलोकेश, हे पिनाक धारिन, हे चन्द्रमौले, हे अमित पराक्रमिन, तपाईलाई कोटि कोटि नमस्कार छ। चन्द्रमाको प्रकाशले प्रकाशमान भएका उत्तम जटाधारी हे चन्द्रशेखर, हे त्रिलोक देव, हे पिनाक पाणे, तपाईलाई कोटि कोटि नमस्कार छ। अति तीखो धारा भएको, वञ्चरो लिने, त्रिशूल लिने, नन्दीलाई वरदान दिने, जगतलाई शरण दिने देवताका पनि देवता, यस्ता तपाईलाई कोटि कोटि नमस्कार छ। सधैँ प्रसन्न भई वरदान दिने पर्वतका मालिक, हिमालयमा बस्ने हे कैलाशवासिन, यस्ता तपाईलाई कोटि कोटि नमस्कार छ। दिशाको नै वस्त्र लगाउने, भक्तलाई वर दिने, जगतको सम्पत्तिलाई तुच्छ मान्ने, जगतका धाता विधाता, यस्ता तपाईलाई कोटि कोटि नमस्कार छ। परभन्दा पनि पर, झन पर परमात्मामा परमेश्वर, तपाईलाई कोटि कोटि नमस्कार छ। चन्द्र सूर्य अग्नि ब्रह्मा आदि देवताको पनि पालन र सृष्टि गर्ने, यस्ता तपाईलाई कोटि कोटि नमस्कार छ। चन्द्र सूर्य वायु अग्नि जल आकाश यिनको रचना गर्ने, यस्ता तपाईलाई कोटि कोटि नमस्कार छ। दक्षको यज्ञ विध्वंस गर्ने, पुषाको दाँत भाँचिदिने, कामदेवलाई भस्म गर्ने, यस्ता तपाईलाई कोटि कोटि नमस्कार छ। हे पुरुषोत्तम, हे सौम्य, हे वपुष्मन, हे महादेव, सब जगतको सृष्टि स्थिति संहार गर्ने, यस्ता तपाईलाई कोटि कोटि नमस्कार छ। यज्ञ उत्पन्न गर्ने, सुर असुरलाई पनि उत्पन्न गर्ने, यज्ञहरूको उत्पत्ति गर्ने, हे नीलकण्ठ, हे शिखण्डी, तपाईलाई कोटि कोटि नमस्कार छ। सधैँ मसानमा बस्ने, सधैँ दैत्यको नाश गर्ने, मोह छुटाउने, अज्ञानको ध्वंस गर्ने, यस्ता तपाईलाई कोटि कोटि नमस्कार छ। सधैँ मोक्ष रूप वरदान दिने, सधैँ अमृत स्वरूप पर्वत पुत्री पार्वतीका भरत कुमारका पिता, यस्ता तपाईलाई कोटि कोटि नमस्कार छ। हे विश्वेश्वर, हे वरदाता, हे चण्डेश्वर, हे योगेश्वर, हे सर्व, हे रुद्र, हे भीम, हे शम्भो, हे ईश्वर, हामीसँग प्रसन्न हुनुहोस्। हजुरलाई कोटि कोटि नमस्कार छ भनी यसरी देवताहरूले स्तुति गरेको सुनि प्रसन्न भई तिनको इच्छा जाने श्री महादेवले आज्ञा गर्नुभयो। हे देवता हो, जो वर माग्छौ माग मबाट नपाइएला भन्ने केही छैन। म सब कुरा दिन्छु, लोकमा मैले नदिने कुरा केही छैन। यस्तो
आज्ञा भएपछि सम्पूर्ण देवताहरू बिन्ती गर्दछन्, हे प्रभु, ब्रह्माजीका वरदानले उम्लेका मय आदि दैत्यहरूले हाम्रा उर्वशी आदि अप्सराहरू बलजबत लुटे। सबै बगैँचाका उत्तम बिरुवाहरू पनि लुटी बगैँचा लथाले थिङ्ग भताभुतुङ्ग पारे। सब देवतालाई दल भन्दै हामीलाई दुःख दिन्छन्। हे भगवान, ती दैत्यलाई मार्न ब्रह्माको पनि तागत छैन, विष्णुको पनि खुबी छैन। हे करुणामय, अब कसो गर्ने हो? जसरी देवताहरूको जय हुन्छ त्यो वरदान बक्सनुहोस् भनी यसरी स्तुति गरेपछि श्री महादेवले प्रसन्न भई देवताहरूलाई भन्नु लाग्नुभयो, हे देवता हो, तपाईहरूले मेरो 11 अंश धारण गरी रुद्र तेजोमय रूप भई दानवहरूलाई नष्ट गर्नुहोस्। यति महादेवले आज्ञा भएपछि देवताहरू फेरि बिन्ती गर्दछन्, हे भगवान, हामी हजुरको तेजको सहस्रांशको 1 अंश 1000 भागको 1 भाग पनि धारण गर्न सक्दैनौँ। माहेश्वर तेज धारण गर्ने त के कुरा, हेर्न पनि हाम्रो सामर्थ्य छैन। भगवान, हे भगवान, हाम्रा उप प्रसन्न हुनुहोस्। हामीले केही गरे पनि दैत्यलाई जित्न सकेनौँ। हे भगवान, आफैले त्रिपुरासुरलाई मारी बक्सनुहोस्। तिनलाई ब्रह्माजीबाट वरदान मिलेको छ कि दिव्य 10,000 वर्ष बितेपछि मात्र ती 3 पुरको आधा निमेषसम्म भेट हुनेछ। त्यति आधा निमेषभित्रमा 1 बाणले त्यो त्रिपुर जसले भस्म गर्ला त्यसैबाट तिमीहरूको मरण हुनेछ। यस्तो वरदान पाएका दैत्यहरूको नाश गर्न हाम्रो सामर्थ्य छैन। हे प्रभु, हाम्रा उप दया राखी बक्सनुहोस्। त्यस त्रिपुरासुरको नाश गरी बक्सनुहोस्। यसरी स्तुति गर्ने खिन्नचित्त भएका देवताहरूलाई आश्वासन गरी सम्झाइ बुझाइ महादेवबाट आज्ञा भयो, हे देवता हो, यदि त्रिपुर त्यस्तो दुर्भेद्य छ भने तपाईँहरूका निमित्त म आफै गएर 1 बाणले ती 3 पुर भस्म गरिदिनेछु। त्यो त्रिपुरासुरको नाश रथमा बसेर गर्नुपर्नेछ। त्यस बखत दैत्यले रक्षा गरिएको त्यो त्रिपुरसित लड्दा मेरो बल थामिन सक्नुहुनेछ। यस उसले हिमालय पर्वत जस्तो बलियो रथ तयार गराउनुहोस्। यो सुनेर सब देवताहरू खुसी भई हवस भनी महादेवलाई नमस्कार गरी खुसी भए। हे मुनि श्रेष्ठ, महादेवका निमित्त विश्वकर्माले सम्पूर्ण देवताले युक्त भएको सुवर्णमय रथ तयार गरे। त्यस रथको दायाँ चक्र पाङ्ग्रोमा सूर्य भए, बायाँ तर्फको चक्र चन्द्रमा भए, दायाँ चक्रमा 12 सूर्यभूषण गहना बनाइए, बायाँ चक्रमा 16 कला 27 नक्षत्र भूषण गराइए। 6 ऋतु पनि रथको दायाँ बायाँतिर राखिए। त्यो रथको गजुर आकाश बनाइयो। पाङ्ग्रो अडाउने दण्डमा दण्डमन्दर पर्वतको बनाइयो। अस्ताचल र उदयाचल यी 2 पर्वतका पाङ्ग्रा चुक्कुल गराइए। अयन उत्तर दक्षिण संवत्सर रथको बेग भए। 4 समुद्र रथका 4 कुण्डलीहरू भए। गङ्गा आदि सबै तीर्थहरू रङ्ग बिरङ्गका गहना कपडाले ठाँटिएर स्त्री रूप भई हात्तीमा चमरली त्यस रथमा रहे। लगाम पक्री हाँक्ने सारथी ब्रह्मा भए। ब्रह्मा रूप ओङ्कारको कोर्रा बनाइए। विन्ध्य पर्वतको छाता बनाइए। त्रिकुटा चल उसको पार्श्वदण्ड बनाइयो। सुमेरु पर्वतको धनु बनाए। शेषनाग धनुको तातो भए। सरस्वती देवी घण्टा भइन्। साक्षात नारायण भगवान विष्णु अग्नि बाणको टुप्पो भए। 4 वेद रथका घोडा भए। तारा गणहरू घोडाका गहना भए। यसरी त्यो धनु बाणले सहित भएको त्यो रथ तयार भएपछि भगवान शङ्कर पृथ्वी र आकाशलाई कपाउँदै त्यस रथमा चढ्नुभयो। उहाँ पछि शिवका नन्दी शङ्ख शङ्कुकर्ण चण्डेश्वर गणेश्वर योगाक्षी सबै पार्षद त्रिशूल पट्टिस हातमा लिएर तरह तरहका शस्त्र चलाउन जानेका थरीथरीका शङ्ख भेदी भेरी मृदङ्ग बजाउँदै महादेवका उपर चित्र विचित्र पुष्पहरूको वर्षा गर्न लागे। त्यो तेज थाम्न नसके। सबै देवताहरू लट्ठिए। महादेवले दैत्यहरूलाई त्यस्तो लट्ठिएको जानी आफ्नो तेज खिची केही शान्त गर्नुभयो र देवताहरूले त्यो तेज अलि थाम्न सके। उहाँ पछि हे मुनि श्रेष्ठ, उसै बेलामा नारदजीले दैत्यहरू कहाँ गए भने महादेव देवताहरूका स्तुतिदेखि प्रसन्न भई तिमीहरूलाई मार्न भनी आउन लागे। अब तिमीहरू र आकाशलाई कपाउँदै त्यसमा चढ्नुभयो। वहाँ पछि शिवका नन्दी शङ्कुकर्ण चण्डेश्वर गणेश्वर योगाक्षी सबै पार्षद त्रिशूल पट्टिस हातमा लिएका तरह तरहका शस्त्र चलाउन जानेका थरीथरीका सङ्ग भेरी मृदङ्ग बजाउँदै महादेवका उपर चित्र विचित्र पुष्पहरूको वर्षा गर्न लागे। त्यो तेज थाम्न नसकी सबै देवताहरू लट्ठिए।
महादेवले देवताहरूलाई त्यस्तो लट्ठेको जानी आफ्नो तेज खिची केही शान्त गर्नुभयो र देवताहरूले त्यो तेज अलि थाम्न सके। वहाँ पछि हे मुनि श्रेष्ठ उसै बेलामा नारदजीले दैत्यहरू कहाँ गई भने महादेव देवताहरूका स्तुतिदेखि प्रसन्न भई तिमीहरूलाई मार्न भनी आउन लागे। अब तिमीहरूको जस्तो इच्छा हुन्छ सोही गर, अब तिमीहरूको सत्यनाश हुनेछ। यस्तो नारदले भनेको सुनेर मैले आफ्ना साथी तारकाक्ष र विदुनमाली आदि सबै दैत्यहरूलाई त्यो कुरा सुनायो। तब दैत्यहरूमा श्रेष्ठ तारकाले भन्यो, हे राजन किन चिन्ता गर्नुहुन्छ? वास्तवमा देवताहरूलाई मार्न सकिन्छ। यो त्रिपुर भेदन गर्न कसको सामर्थ्य छ र? देवता यक्षे किन्नर गन्धर्व सबै मिली आए पनि यो त्रिपुर अवेद्य भेदन गर्न नसकिनेछ। फेरि सामदाम दण्ड भेद आदि नीति छन्। जित्न भनेर आइलाग्ने बलियो शत्रुलाई पराक्रमले जाइ लागि दण्ड दिनु पर्दछ। यसरी राजा तारकले भनेको सुनि विदुनमाली भन्दछ, हे राजन बलहीन देवताहरू हामीसित केही गरे पनि भिड्न सक्दैनन्, तैपनि तिनीहरू मूर्ख्याइले हामी कहाँ न हामीसित लड्न आए भने अवश्य मारिनेछन्। हे राजन चिन्ता के को छ र? लडौँ, सब देवतालाई जिती तिनै लोकको इन्द्रपद इन्द्रको राज्य भोग गर्नुहोस् अनि हिरण्यक्ष हिरण्यकशिपु जस्तो भई 14 भुवनको सम्पत्तिको भोग गरी तिनीहरूको काँटामा पुग्नुहोस्। यसरी विदुनमालीले भनेको सुनेर मय भन्दछ, हे दैत्य वीर हो, अब हाम्रो नाशको बखत भयो भनी बारम्बार सिर कपाउँदै फेरि पनि भन्दछ, यदि शत्रु जोडको छ भने मात्र लड्नु पर्दछ। आफूभन्दा बलियो या निर्दोष छ भने त्यससँग सामदाम गर्नु पर्दछ। जो सबै जगतका मालिक प्रभु ईश्वर छन् उनै महादेव देवता हामीहरूका पनि स्रष्टा सृष्टि गर्ने हुन्। उनी आज हामीलाई मार्न स्वयं आउँदै छन् भने अब केही उपाय छैन। खाली उनै महादेवका शरणमा परौँ र प्रणाम गरौँ, मेरो यही विचार छ। आदि यदि अब हामीले ठुलो बनेर महादेवसँग भिडेर युद्ध गर्यौँ भने अवश्य उनले हेर्न साता भस्म हुनेछौँ। ब्रह्मादि देवता पनि साना भई जसका शरण पर्दछन्। आज उनी भगवान महादेव हामीलाई संहार गर्न आउनुभयो भने अब हाम्रो केही लाग्दैन। जो छिनैमा सब जगतको स्थिति र संहार गर्न सामर्थ्य छन्, जो मुक्तिका दाता हुन्, उस्ता महादेवसँग हामीहरू कसरी भिड्न सकौँला? हाम्रो विधिवत विधिहीन विधि नभएको तपस्याले के हुन्छ र? त्यसमा पनि तिमीहरूले कति समयसम्म भोग गर्यौ। म यसो उसले भन्दछु, हे भाइ हो, तिमीहरू सबलाई कालले कुतुत्याएको छ र युद्ध गर्न भनी तम्सिरहेका छौ। यस्तो मयको वचन सुनि नारदले दैत्यको संहार गर्ने चलाखी गरेर भने, महाराज अब तिम्रो तपस्या सिद्धियो, ऐश्वर्यको भोग समाप्त भयो। सिद्धिनु त यसै पनि छ भने लडाइँमा अघि नसरी नपुंसकले झैँ तिनै देवताका शरणमा पर्नुभन्दा लडाइँमा मर्नु असल छ। त्यसबाट मोक्ष त पाइन्छ। यदि महादेवका हातबाट मर्यो भने उनका प्रमथ गणका अधिपति हौला। शरणमा पर्यो भने पनि देवताहरूको हितका निमित्त महादेवले तिमीहरूलाई नमारी छोड्ने छैनन्। फेरि यस्ता दैत्यको राजा भएर पनि कातरताको कुरा गर्दछौ। कातरतादेखि शिवजी प्रसन्न हुनुहुन्न, सुरदेखि मात्र प्रसन्न हुनुहुन्छ। किन नलड्नु? लड, केही गरी जित्यौ भने तिनै लोकको राज्य पनि भोग गरौला। यसरी नारद ऋषिले भनेको सुनि कालले कुतुत्याएका तारकाक्ष र विदुनमाली दैत्यहरू भन्न लागे, ठिक हो महाराज, नारदजीबाट जो आज्ञा भयो त्यो बहुत ठिक हो। मैले पनि तिनको वचन सुनि अब यिनीहरूलाई नाश हुने बखत भएछ भन्ने जानी नारदजीबाट आज्ञा भएको साह्रै असल हो भन्यो। मयका यस्ता वचन सुनि नारद पनि बहुतै खुसी भए। मायाले ढाकेर सबै दैत्यलाई लडाइँ गर्नैमै तत्पर गराई नारद महादेव कहाँ गए। ती दैत्यहरू पनि युद्धको निश्चय गरेर कहिले लड्न पाउला भनी थरीथरीका शस्त्र अस्त्र भिरेर तयार भए। तारकाक्ष, बल, बाणासुर, विदुनमाली आदि सब दैत्य राजाहरू युद्ध गर्ने निश्चय गरी राजाका अगाडि आई तरह तरहका बाजा बजाई सिमनाद गर्न लागे। दैत्यका सेनाहरू दैत्यलाई नै हेर्दा पनि डर लाग्दा देखिएका थिए। ऊ रथ आयो, लौ हेर ऊ रथको ध्वजा देखियो। यसरी आफू आफूमा भन्न लागे। डरभर केही नमानी लाल लाल मुख गरी तरह तरहका शस्त्र अस्त्रले लडाइँको निश्चय गरी जस्तै पुतली बत्तीमा होमिन्न खोज्दछ त्यस्तै ती काल प्रेरित कालले कुतुत्याएका त्रिपुरवासी दैत्यहरू शिवजीको रथ कहिले आइपुग्छ भनी हेर्न लागे। उता पश्चिम सागरका शिरोभागका माथिमा रहेको रङ्ग बिरङ्गको पताका फरफराई राखेको सुमेरु पर्वत जस्तै त्रिपुर देखिन लाग्यो।
नन्दीश्वर आदि गणहरूले सिंहनाद गर्न लागे। यताबाट नारदहरू पनि युद्धका लागि निस्के। चण्डेश्वर झलमलाउँदो बन्चरो हातमा लिएर मुखवाई प्रमथादि गणका अगाडि रहे। फेरि देदीप्यमान त्रिशूल हातमा लिए शिवजीकै जस्तो पराक्रम गर्दै गणेश्वर आए। गणका अधिपति शङ्कुनायक पनि मुसला हातमा लिई उनका पार्श्वमा गई खडा भए। नन्दी, भृङ्गी, वीरभद्र आदि सबै गण वज्र, त्रिशूल, गदा, परिद लिए युद्धका निमित्त अघि सरे। दैत्य गण पनि महादेवको रथ आएको देखि युद्ध गर्न भनी थरी थरीका हतियार हातमा लिएर निस्कियो। गणहरूसँग साह्रै रिसले युद्ध गर्न लागे। तब महादेवले अब यति भएपछि त्रिपुर डढिसक्यो भन्ने सम्झी हाँस्दै लड्नलाई तयार भएर ठुलो सिंहनाद गरी युद्ध गर्न लाग्नुभयो। नन्दी पनि महाबली खुब बलियो दैत्य गणसँग युद्ध गर्न लागे। भृङ्गीले पनि 10 बाण छोडी विद्युत प्रभालाई भेदन गरी फेरि लाला लाला आँखा गरी शिलाले ठोक्दा पनि त्यसलाई केही भएन। भृङ्गी र रिटीले त्यसको पिठ्युमा प्रहार गरे। तब त्यसले पनि पूर्ण फुङ्कार गरी शूलले भृङ्गी र रिटीलाई प्रहार गर्यो। त्यसको चोट खप्न नसके भृङ्गी र रिटी त्यहाँबाट भागे। जब दैत्य राजले तिनीहरूलाई जिते थियो तब गणनायक गणेशका काँधमा 1000 बाण छोडी छिया पार्यो। फेरि 63 पल्ट 10 बाण छोडी गणेशका मर्ममा घाउ गरायो। तब गणेशजीले खुब रिसाएर आफ्नो सुन पसारे त्यसका गर्दनलाई परक्क बेरी निमुठी मत्त हात्तीले कमलको फुल सुनले बेरी तलाउबाट उखेली फ्याँके झैँ गरी विद्युत प्रभाको शिर उखेली फ्याँकिदिनु भयो। शरीरबाट छुट्टिएको त्यो शिर तलाउबाट छुट्टी हात्तीका दाँतमा अड्केको कमलको फुल झैँ देखियो। त्यो देखि भृङ्गीले नाना तरहले गणेशजीको गान गरे। तब नेमी र बल दुईटा दैत्य रिसले चुर भएर आई गणेशलाई मर्ममा बाण छोडी घाउ गराउन लागे। शङ्कुकर्णले तिनलाई बिचैमा रोकी तिनका ध्वजा, रथ, सारथी, घोडा सब काटे तिनलाई विरथी रथ नभएको गराइदिनु भयो। तब ती दुईटा दैत्य पनि झट्ट अर्को रथमा चढेर आई ती चण्डेश्वर गणनायकका मर्ममा 1000औं बाण हानी घाउ गराउन लागे। तब ती गणेश्वरले पनि रिसले लाला लाला आँखा गरी भयङ्कर मुसलको प्रहार गरी दुवैलाई यमराज कहाँ पुर्याइदिनु भयो। अनि पछि त्रिपुरवासी जो ठुला दैत्यहरू थिए ती सब रिसाउँदै बारम्बार लुणा निस्केर नाना तरहका बाण, वज्र, त्रिशूल, बन्चरो लिएर महादेवका गणमाथि झम्टी घनघोर युद्ध गर्न लागे। शिवगण पनि शिवको आज्ञा पाएर जस्तै उन्मत्त सिंहले मृगलाई भड्काउँदछ त्यस्तै गरी दैत्यका सैन्यलाई भड्काई बारम्बार छिन्न भिन्न गरी मार्न लागे। दैत्यहरूमा कसैका शिर छैनन्, कसैका किन छैनन्। यस्तै रीतले नाश हुन लागे। रगतको नदी बगे झैँ भयो। हावाले छिन्न भिन्न भएको मेघ झैँ र वज्रका तोडले चकनाचुर भएका पर्वतहरूका टाकुरा झैँ गिर्दै सब दैत्यहरू पश्चिम समुद्रमा पर्न लागे। जब नेमी र बल नामका दैत्यहरूलाई शङ्कुकर्णले मारे भन्ने दैत्यहरूले सुने तब रिसले चुर भएर तारक नामको दैत्यलाई पुरदेखि निस्के गणनायकहरूमाथि झम्ट्यो र तरहसित बाण वर्षा गर्यो। तब गणनायक शङ्कुकर्णले पनि त्यस महाबली दैत्यका शिरमा प्रहार गरी सिंहनाद गरे। जब त्यो दैत्य केही गिर्ला जस्तो भने जस्तो भयो तब झन्न त्यस दैत्यलाई भालाले प्रहार गरे। अनि त्यो तारक दैत्यले पनि रिसले जुर्मुराउँदै उठेर चक्रको प्रहार गर्यो। गणेश्वर शङ्कुकर्णले पनि मुड्कीले नै खुब पीडा पर्ने गरी त्यसलाई हाने। शङ्कुकर्णको मुड्की खाएपछि त्यो मुर्छा भई भूमिमा गिर्यो र हतियारहरू छाडी त्यो दैत्यराज चोट खप्न नसके मृत्युमा प्राप्त भयो। यसरी त्यसलाई गिरेको देखि दानवहरूले उठाई मयका दरबारमा लिएर आई सारा हालबत्ताई बिलाप गर्न लागे। तब ती रुन लागेका दैत्यलाई सम्झाइ बुझाइ मैले भन्यो कि मेरा घरमा अमृतको कुण्ड छ, त्यसैमा दैत्यहरूलाई चोबी बचाऊ। ती दैत्यहरूले अवश्य भनी प्रसन्न भई अमृतमा चोबी दैत्य पति तारकासुरलाई जियाई मरेका अरू दैत्यलाई पनि बचाइदिए भनी खुसी भएर मैलाई चिर नुहाई प्रणाम गरे। तब त्यो तारकाक्ष फेरि तुरुन्तै सङ्ग्राम भूमिमा आयो र ब्रह्माजीले देखे। आफ्ना बायाँ हातले त्यस दैत्यलाई देखाई महादेवसँग भन्न लाग्नुभयो, हे महादेव, त्यो दैत्य अघि मरेको थियो, अहिले फेरि बाँचेर आएछ। मयका घरमा अमृत छ, त्यसैले दैत्यलाई बचाउँछ। हे शम्भु, यसको घरमा अमृत छौन्जेल त्यो मरेको दैत्यलाई बराबर जियाउने छ।
यस उसले बाण प्रहार गरी त्यो अमृत सोसिलिनु पर्दछ। यस्तो सुनेर महादेवले बाण प्रहार गरी अमृतलाई सोसिलिनु भयो र त्योदेखि ब्रह्माजी बिन्ती गर्नुहुन्छ, हे देवेश, अब यो बाण चाँडै छोड्नु भए शत्रु नाश होला। यी पुरा आधा निमेष भएर जोडिएर फेरि अलग हुनेछन्। यसै बेलामा बाण प्रहार गर्नुहोस्। यी पुरा जोडी अलग भएपछि फेरि बाण छोडे पनि केही हुने छैन। हे भगवान, यदि मेरो बिन्ती लाग्दछ भने बाण प्रहार गर्नुहोस् र त्यो त्रिपुरको नाश गर्नुहोस्। यस्तो ब्रह्माजीले भनेको वचन सुनि श्री महादेवले लौ हुन्छ भनी त्यो उग्र बाण धनुमा चढाई धनुलाई तल माथि झुकाउनु भयो। दिव्य 10,000 वर्ष पुगेपछि आधा निमेषका निमित्त त्रिपुर जोडिएको मात्र के थियो। श्री महादेवले आफ्ना योग बलले त्यस बखत सारा जगत निश्चल गराउनु भयो र उहाँ पछि जसको टुप्पामा अग्नि र चन्द्रमा थिए त्यो नारायण रूपी बाण प्रहार गरिहाल्नुभयो। त्यो बाण महादेवले प्रहार गर्न साथ त्यस त्रिपुरको घरहरू चारैतिर डर्न लागे। आमैनी बाबैनी अब लौ मरियो मरे नि यस्तो चिच्याएको मात्र सुनिन लाग्यो। तब महादेवले नन्दीलाई डाकी हराउनु भयो। हे नन्दी, तिमी चाँडो गई अग्निलाई भन त्यो मै मेरो भक्त हो, त्यसलाई तिमीले नडराउनु। महादेवको यस्तो आज्ञा सुनि आफ्ना तपोबलले वायुतुल्य भई बाण भन्दा पनि चाँडो गई नन्दीजी मयको घरमा पुगे। वहाँ गई देखे मय दैत्य शिवलिङ्ग अगाडि राखी शिवको ध्यान गरी बसिरहेको रहेछ। तब नन्दीले बोलाएर तिमीलाई अग्निले जलाउने छैनन् भनेर मैले ती गणराजलाई नमस्कार गर्यो। उसै बेला अग्नि पनि त्यहाँ आइपुगिन् र उनलाई नन्दीले महादेवको आज्ञा सुनाइदिए। तब अग्निले मयलाई भने कि अब यहाँबाट तिमी चाँडै निस्क। मय पनि हवस भनी सुवर्णको सुनको शिवलिङ्ग लिई उत्तिखेरै पातलमा गयो। नन्दीले पनि फर्की सब विस्तार महादेवसँग बिन्ती गरे र उहाँ पछि त्रिपुर भस्म हुन लाग्यो। त्यसका वेदी र घर सब भस्म भए। दैत्यहरूले खाली रोए कराएको शब्द मात्र सुनिन लाग्यो। वस्त्र खुसेका स्त्रीहरू पनि निस्कँदै रोएको शब्द सुनिन लाग्यो। झ्याल विमान अटालीहरूमा झुलेका यौवनवती मदले लाल लाल आँखा भएका पतिका प्यारी भएका स्त्रीहरू अग्निबाणले भयभीत भई घर घरमा जथाभावी दगुन लागेको देखिन लाग्यो। जस्तै पर्वतमा रहेका किन्नरहरू व्याकुल हुन्छन् त्यस्तै कोही आफ्ना पतिलाई आकुल भई अङ्कमाल गर्न लागे, कोही भाग्न लागे। बाँकी रहेका दैत्यहरू पनि आफ्ना स्त्रीहरूलाई बोकी त्रिपुरदेखि भाग्न लागे। शिव भक्ति नभएर त्यसरी दुःख पाएका, गहना वस्त्र केही पनि नभएका देख्नमा पर्वतजत्रा दैत्यहरू सागरमा खस्न लागेको देखिन थाल्यो। जो स्त्रीगण याकुल भई समुद्रमा खसेथे, जो चानब गिरेथे, तिनीलाई तरह तरहका जलजन्तुले लुट्न लागे। आफ्ना पतिलाई जलमा देखि याकुल भई विलाप गर्दै अग्निमा प्रवेश गरी डढी मरेका पनि देखिन लागे। रतिका अन्तमा खेदित भएका फेरि कामले गरी प्रियाका साथमा जाउँ भन्ने इच्छा गर्ने दैत्यहरू भार्याले सहित भए। डढी धेरै भस्म भए। कोही समुद्रमा डुबी जल जन्तुका आहार भए, कोही त्यसै पिल्सी प्राणविहीन भए मरे। यसरी विष्णु अग्नि र सोममय बाणले त्रिपुरको भस्म गराइदिएर त्यो सबै त्रिपुरालाई सागरमा डुबाई फेरि त्यो बाण शिवजीका हातमा आइपुग्यो। यसरी त्रिपुर डढेपछि ब्रह्मादि सब देवता आफ्ना आफ्ना अधिकारमा रहेर शिवजीलाई प्रणाम गरी स्तुति गर्न लागे। हे भगवान, जो यो रौद्र कर्म डरलाग्दो काम आज हजुरले गर्नुभयो त्यो अरू कोही गर्न सक्दैन। प्रभु, आज हजुरले दैत्य मारी त्रिपुर भस्म गर्नुभयो। हे महादेव, हाम्रो आपत्ति हर्नुभयो। सबैतिर सधैँ स्थिर भएर रहने यस्ता हजुरलाई नमस्कार छ। यो सुनेर महादेवबाट आज्ञा भयो। हे देवता हो, तिमीहरूलाई सधैँ पुत्रवत छोरालाई झैँ पालन गर्नुपर्छ। आज शत्रु मर्नाले तिमीहरूको अभिलाषा पुरा भयो। अब तिमीहरू खुसी भई आफ्ना आफ्ना आश्रममा जाऊ। यस्तो महादेवको आज्ञा पाएपछि शिवजीलाई प्रणाम गरी सबै देवताहरू आफ्ना आफ्ना आश्रममा जाँदा भए। देवताहरू गएपछि साध्यहरूबाट पुजिँदै नन्दीभृङ्गी भूत र प्रेत प्रमथ गणले सहित देवताहरू गएपछि साध्यहरूबाट पुजिँदै नन्दीभृङ्गी भूत प्रेत र प्रमथ गणले सहित महादेव पनि कैलाश पर्वतमा पाल्नुभयो। हे मुनि, कसैले वर्णन गर्न नसकेको त्रिपुरा दह मैले वर्णन गरेँ। जो शिवभक्त मनुष्य प्रसन्न भई
पवित्रताका साथ यसको पाठ गरला त्यो पापदेखि रहित भई अन्त्यमा देवता भई स्वर्गलोकमा रहला। इति श्री स्कन्दे पुराण केदारखण्डे माघ महात्म्य कुमारगते संवादे श्री स्वस्तानी परमेश्वराय व्रतकथायां त्रिपुरा दहन वर्णनम नाम पञ्चमोऽध्याय। हरि हरि उपनयतु मङ्गलम व सकल जगन मङ्गललाय श्रीमान दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणः सन्तु निर्भया अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनः सदना सन्तु जीवन्तु शरदां शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युत द्वारकथा प्रसङ्गः या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्ड मण्डिताकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शङ्कर प्रविदैवै सदा वन्दिता सा मां तु पातु सरस्वती भगवती निशेषाढ्यपः कायेन वाचा मनुष्यद्रायर्वा बुद्धात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायण रेति समर्पयेत्। श्री स्वस्तानी परमेश्वराय नमः। यति भनेर श्रोता वक्ता सबैले पुस्तकलाई पुष्पाञ्जली चढाएर नमस्कार गरी मेरो मनोकामना पूर्ण होस् भनी वर माग्नु। बोलिए श्री स्वस्तानी भगवती को जय हो। बोलिए श्री स्वस्तानी भगवती को शिव शिव भान दुई दिनको जीवन 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 देवरान शिव शिव भान दुई दिनको जीवन 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 जीवन हरे हरे मरि जाने चोला जन्म दिने उही भोला 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 देवरान मरि जाने चोला जन्म दिने उही भोला 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 हरे हरे शिवले बनाए अँध्याराको उज्यालो 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 हे भगवान शिवले बनाए अँध्याराको उज्यालो 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 उज्यालो हरे हरे जुन उनके घाम पूर्व दिशा झुल्काने 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 जुन
उज्यालो भइसक्यो सक्कली रात गइसक्यो 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 हे भगवान उज्यालो भइसक्यो सक्कली रात गइसक्यो 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 जन्म्यौ जब बुझ्ने भयौँ सधैँभरि पेरा जन्म्यौ जब बुझ्ने भयौँ सधैँभरि पेरा आखिर मरे खरानी मान्छेको शरीर आत्मा कहिल्यै मर्दैन पिर मान्न पर्दैन हो आत्मा कहिल्यै मर्दैन पिर मान्न पर्दैन 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 आत्मा कहिल्यै मर्दैन हे भगवान पिर मान्न पर्दैन आत्मा कहिल्यै मर्दैन 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 मर्दैन हरे बोले श्री स्वस्तानी माताको जय बोले सम्पूर्ण भक्तहरूको जय बोले वैदिक सनातन धर्मको जय